सल्लाघारीमा दुर्गेशले मच्चाए सनसनी। ब्रान्ड क्रेनबाट ओर्लिए स्टेज। वाइल्ड फायर नाइटले बेकामु बनायो भिड। स्टेजमै कुदाए बाइक, पछाडि गुराँस नानी। नेपाली संगीत क्षेत्रका ग्लोबल ट्रेन्डिङ स्टार दुर्गेश थापाले भक्तपुरको सल्लाघारीमा आयोजित वाइल्ड फायर नाइटलाई साँच्चीकै आगो झैं तताएका छन्। शनिबार भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सवको विशेष साँझलाई आफ्नो कब्जामा लिँदै उनले फेरि एकपटक आफ्नो लोभ लाग्दो क्रेजको पावर देखाएका छन्, जहाँ हजारौं दर्शक केवल हेर्न मात्रै होइन झुम्न र उफ्रिन बाध्य भए। साँझ पर्दै जाँदा सल्लाघारीमा उत्सुकता चरम सीमामा पुगिसकेको थियो। अचानक आकाशतिर सबैको नजर गयो र त्यही क्षण सुरु भयो दुर्गेशको ग्रान्ड इन्ट्री। क्रेन मार्फत हावामा झुन्डिँदै स्टेजतर्फ झर्दै गरेका दुर्गेशलाई देख्दा भिड एकाएक विस्फोट भयो। हुटिङ सिठी र तालीको आवाजले सल्लाघारी क्षेत्र नै थर्कियो। त्यो दृश्य कुनै अन्तर्राष्ट्रिय म्युजिक फेस्टिभल भन्दा कम लाग्दैनथ्यो, बरु स्थानीय स्तरमै यस्तो प्रस्तुति सम्भव छ भन्ने प्रमाण बन्यो। यसअघि देशमा हुने विभिन्न मेला महोत्सवमा हेलिकप्टर चार्टर गरेर पुग्ने कलाकार भनेर चर्चा कमाएका दुर्गेशले यसपटक त्यसलाई पनि उछिन्दै नयाँपनको अर्को उचाइ छोए। हरेक शो फरक हुनुपर्छ भन्ने आफ्नो पहिचानलाई उनले क्रेन इन्ट्री मार्फत अझ मजबुत बनाएर दर्शकले पनि त्यसलाई खुलेर स्वागत गरे। झण्डै 4 घण्टा लामो कार्यक्रममा दुर्गेशको प्रस्तुति 2 घण्टा रहेको थियो। दुश्मनी हेरेको हेरे बज्न साथ भिड एकाएक उफ्रिएको दृश्य रोमाञ्चक थियो। एकपछि अर्को चर्चित गीत प्रस्तुत गर्दै उनले स्टेजलाई मात्र होइन पुरै मैदानलाई नचाइरहे। साँझ 7 बजेदेखि राति 9 बजेसम्म निरन्तर चलिरहेको उनको त्यो ऊर्जा, त्यो क्रेज र त्यो कनेक्सन दर्शकका लागि अविस्मरणीय बन्यो। कार्यक्रमको अर्को ठूलो आकर्षण बनिन् गुराँस नानी। दुर्गेश र गुराँस नानी बीचको स्टेज केमिस्ट्रीले माहौल झन तातेको थियो। विशेष गरी दुर्गेशले गुराँस नानीलाई बाइकमा राखेर स्टेजमा इन्ट्री गराउँदा दर्शकको उत्साह दोब्बर मात्र होइन चरम सीमामा पुगेको देखिन्थ्यो। भिडको ऊर्जा र दुर्गेशको प्रस्तुतिले वाइल्ड फायर नाइटलाई केवल एउटा कन्सर्ट नभई एउटा अनुभवमा रूपान्तरण गर्यो। सल्लाघारीमा भएको यो कार्यक्रमले फेरि प्रमाणित गरिदियो, दुर्गेश थापा केवल नाम मात्र होइनन्, उनी एउटा ब्रान्ड हुन् जसले हरेक पटक नयाँ तरिकाले दर्शकलाई चकित पार्न जान्दछन्। कन्सर्ट हेर्न चाहने दर्शकलाई 250 र 500 रुपैयाँका टिकट व्यवस्था गरिएको थियो। विद्यार्थीका लागि 50 रुपैयाँ र सर्वसाधारणका लागि 100 रुपैयाँ प्रवेश शुल्क तोकिएको महोत्सवमा ज्येष्ठ नागरिकलाई भने निशुल्क प्रवेशको व्यवस्था गरिएको थियो। कन्सर्टमा करिब 15,000 दर्शकको उपस्थिति रहेको थियो।